यो भिडियो चाहिँ जापानमा बस्ने सबैजनाको लागि। जापानमा अहिले धेरै क्रममा धेरैमा आत्महत्या बढ्ने गइरहेछ। त्यो चाहिँ के को कारणले भनेपछि डिप्रेसनको कारणले गर्दा हो। अब तपाईहरु अब जापान आएपछि साथीहरुसँग मिल्ने रमाउने गर्नु होला, किनकि यहाँनेरि अब काम नपाउने, काम नपाएर पैसा सकिने यस्तो डिप्रेसन, यस्तै कारणले डिप्रेसनमा पुग्नुहुन्छ। तपाईहरु साथीहरुसँग घुलमिल गर्ने अनि आफ्नो नेपाली टिचरहरुलाई पनि सोध्ने, कामहरुको बारेमा बुझ्ने त्यस्तो कामहरु गर्नु होला। र नेपालमा जापानमा जति पनि नेपालीहरु भइरहनुहुन्छ नि, तिनीहरुले पनि भर्खर आएको भाइ बहिनीहरुलाई चाहिँ धेरै सपोर्ट गर्नुपर्ने जरुरी छ, किनकि उनीहरु त थाहा हुँदैन, पहिलोचोटि आएको हुन्छ, जापानको बारेमा केही कुराहरु थाहा भइरहेको हुँदैन तपाईहरुले, किनकि उनीहरुलाई बुझाउने, सुनाउने, यस्तो गर्नु हुँदैन, त्यस्तो गर्नु हुने भन्ने प्रक्रिया चाहिँ तपाईले दिनु पर्यो। र जति पनि जापानको नेपाली सेन्सेहरु हुनुहुन्छ, उनीहरुले पनि विद्यार्थीहरुलाई सुझाव, सल्लाह र मनमा हौसला दिने कुराहरु चाहिँ एकदम दिनु पर्यो र राम्रोसँग बुझाउनु पर्यो। यहाँ यस्तो गर्दा ठीक हुन्छ, त्यस्तो गर्दा ठीक हुन्छ भनेर राम्रो सुझाव, सल्लाह दिने काम चाहिँ सेन्सेहरुको हातमा हुनु पर्यो। र विद्यार्थी भाइ बहिनीहरुले नेपालबाट दुःख गर्छु भनेर आएको हुन्छ, त्यो दुःख चाहिँ आफूले भोग्नु पर्यो र बाबुआमाको खुसी हेर्नु पर्यो। र त्यही भएर आत्महत्या गर्ने काम चाहिँ नगरौँ, यसलाई रोकौँ, यसलाई रोक्नुपर्छ है।